हेलो साथीहरु, के छ हाल खबर तपाईहरुको? ल है साथीहरु, फेरि नाइट ब्लग आयो है। म अहिले दोहाबाट तपाईको प्लाजा मलतिर जाँदैछु। यो हो जी रिङ रोड। अहिले म जी रिङ रोडमा छु है। रोडको स्पिड छ 120। लाइट यति दामी देखिन्छ कि चारैतिर लाइट बल्छ। ज्यालो फेरि यो कतारको बाटो चाहिँ जता हिँडे पनि एउटै सेम देखिन्छ। फेरि यसलाई भन्छ जी रिङ रोड। यो चाहिँ यहाँदेखि अल्खोर पनि जान्छ, दुखान जान्छ, साउदी रोड पनि जान्छ है। बाइपास भएर निस्किन्छ साउदी रोड। एकदम ठुलो छ यो बाटो। एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा गाडी हिँड्छ। 1 2 3 4 5 6 लाइनको गाडी, छवटा गाडी एकैचोटि हिँड्छ। एकदम ठुलो हाइवे हो यो। मेरो चाहिँ हल्का काम भएको भएर म चाहिँ प्लाजा मलतिर जाँदैछु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ? कमेन्ट, लाइक, सब्सक्राइब गर्नु होला है। अनि सेयर पनि गरिदिनु होला। यो बाटो मैले फर्स्ट टाइम बनाएको छु है नाइट ब्लग। दामी देखिँदो रहेछ। हामी चाहिँ दोहामा 2008 मा आउँदाखेरि यो बाटै थिएन। अहिले भर्खर नयाँ नयाँ बनाएको। मेरो कल आएर मैले भिडियो रोक्नु पर्यो।
त्योभन्दा माथि जानु हुँदैन, फाइन हान्छ फेरि। नेपालमा कहिले बन्ने होला यस्तो बाटो? बाटै कन्फ्युज हुन्छ। कहाँनिर सेकेन्ड राइट हाल्नुपर्छ, फर्स्ट राइट हो, सेकेन्ड राइट हाल्नुपर्छ। अब राइट लाग्दैछ है म चाहिँ। तपाईँको सिट बेल्ट लाउनु भएन भने क्यामेरालाई हानिदिन्छ, त्यो नयाँ सिस्टम। पहिला चाहिँ थिएन, अहिले चाहिँ त्यो क्यामेराको राख्दैछ। मोबाइल क्यामेराले नै हानिदिन्छ, खिचिदिन्छ। अब चाहिँ बाइपास निस्के राइटतिर लागे। लेफ्ट जानुभयो भने बी साइड जान्छ, अल ओके। अहमदपुर जान्छ, ठुलो पोर्ट बनाएको नि त अहिले नयाँ। कता स्पिड स्लो गर्नुपर्छ। यहाँ 60 को छ। प्लाजा मलतिर जाँदैछु। अगाडि क्यामेरा छ जस्तै छ, मोबाइल क्यामेरा ठ्याक्कै चिलिक गरेर 50 को छ यार स्पिड चाहिँ। 50 को 80 मा नै छ। के गर्छ है, फाइन हान्छ कि? फाइन हान्यो भने गयो 500 रियाल। सिग्नल खुलेछ, सिग्नल कट्यो। तिरको मान्छेहरू पुरै सोपिङ गर्ने आउने ठाउँ हो यो चाहिँ। फ्राइडेको दिन त गाडीको पार्किङै पाउँदैन यहाँनिर चाहिँ। यति भिडभाड हुन्छ, बापरे यस्तै भिड हुन्छ नि। यहाँ त पार्किङहरू पनि पाउँछ, नत्र यहाँ त पार्किङै पाउँदैन। सब नयाँ मान्छे पुरानो मान्छे भेट्ने ठाउँ यहाँ चाहिँ। पहिला दोहामा हुन्थ्यो, अहिले यतातिर हेर्नुहोस्। तर पार्किङको सुविधा चाहिँ छ है फेरि। म चाहिँ यहाँनिर थिएँ, पुरै गाडी छ हेर्नु।